नमस्कार, अपन न्यूजमा स्वागत छ। अब समाचार विस्तारमा। बक्यौता रकम माग गर्दै उखु किसानहरूले काठमाडौँको केन्द्रित आन्दोलन थालेका छन्। उनीहरूले शनिबार माइतीघर मण्डलामा धरना दिएका छन्। उखु किसानका अगुवा हरिश्याम राईले बक्यौता रकम नमिलेसम्म धरना जारी रहने चेतावनी दिए। उनका अनुसार सरकारले 5,36,000 रुपैयाँ प्रति क्विन्टल उखुको मूल्य तोकिदिए पनि चिनी मिलहरूले विभिन्न शीर्षकमा काटेर 435 रुपैयाँ प्रति किलोको मात्रै चिट दिने गरेका छन्। उखु किसानहरूले 2070 देखि रकम चिनी मिलहरूले नदिएको बताउँदछन्। उनी किसानका अगुवा राईका अनुसार हालसम्म 50 करोड बक्यौता रकम छ। महालक्ष्मी सुगर मिल्समा मात्रै 21.5 करोड बक्यौता रकम रहेको छ उनको भनाइ छ। साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होर्डिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ। 75,000 भन्दा बढी युवाहरू बेरोजगार हुने भन्दै साइनोजले सरकारको उक्त निर्णय तत्काल रोक्न माग गरेको हो। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरूसँग छलफल गरी समाधानको उपाय खोज्न पनि माग गरेको छ। बाढहरू हटाउने परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनु पर्ने माग गरिएको साइनोजको कोषाध्यक्ष अनन्त गौतमले बताउनुभयो। उहाँले सम्पूर्ण सरोकारवाला व्यक्ति राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनु पर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्यमीहरू नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने माग सरकारसँग गरिएको बताउनुभयो। होर्डिङ बोर्ड हटाउने सरकारी निर्णय तत्काललाई स्थगित गर्नुपर्ने, विज्ञापनसित सम्बन्धित होर्डिङ बोर्ड तथा विज्ञापन बोर्ड व्यवसायीसँग तत्काल छलफल गरी समाधानको उपाय खोज्नुपर्ने, होर्डिङ बोर्ड तथा विज्ञापन बोर्ड हटाउनै परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनु पर्ने, विज्ञापन बोर्ड व्यवसायी तथा यसमा सम्बन्धित सम्पूर्ण सरकारवाला व्यक्ति राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनु पर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्योगीको नैसर्गिक अधिकारहरू सुरक्षित गर्नुपर्ने, यदि डिजिटल विज्ञापनमा लैजाने हो भने निश्चित मापदण्ड बनाएर सहुलियत रूपमा ऋण र समय उपलब्ध गराउनु पर्ने। अन्त्यमा सरकारी कदमबाट पर्न जाने असरहरू 75,000 भन्दा बढी युवाहरू बेरोजगार बन्ने, 7 अर्ब भन्दा बढीको लगानी जोखिममा पर्ने, आम उपभोक्ताको विज्ञापन सुसूचित हुने अवसरबाट वञ्चित हुनुपर्ने, सरकारले उठाउँदै आएको अर्बौं कर खेर जाने, भ्रमणवर्ष 2020लाई लक्षित गरी विज्ञापन बोर्ड तथा सामग्रीबाट प्रकाशित सूचनाहरू हनन हुने ग्यारेन्टी गभर्मेन्टले गर्नु पर्यो। विज्ञापन सङ्घका अध्यक्ष रविन्द्र रिजालले जताभावी निर्णय गरेर नागरिकको दैनिकी नखोज्न सरकारलाई आग्रह गर्नुभएको छ। गृह मन्त्रालयको बिहिबार सहरलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री हटाउने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाभित्र 4 समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने र अन्य स्थानीय तहको हकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारबाही अघि बढाउने निर्णय गृहले गरेसँगै व्यवसायी आन्दोलित भएका छन्। ठूलो परिणाममा प्रतिबन्धित लागु औषधसहित आज बिहान सिराहाको बरियारपट्टिबाट एक युवक पक्राउ परेको छ। प्रहरले भारतीय बजारतर्फबाट आउँदै गरेको स10 प 7153 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा लागु औषधसहित सिराहाको लहान नगरपालिका 11 निवासी 26 वर्षीय उदयनारायण चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका चौधरीको साथबाट लागु औषध फेन्ड्रागन 254 पिस, डाइजिल्याब 255 पिस र नेफिन 252 पिस बरामद भएको सशस्त्र प्रहरी बेस क्याम्प बरियारपट्टिका सशस्त्र प्रहरी निरीक्षक कुमार तिलिमसिनाले जानकारी दिए। राजधानीमा रहेको ऐतिहासिक व्यापारिक बजार अनसनको ऐतिहासिकता प्रबन्धन गर्ने उद्देश्यसहित शनिबार एक दिने महोत्सव आयोजना गरिएको छ। असन सेवा समाजको सहकार्यमा वडा नम्बर 27 ले असन बजारको मुख्य चोकमा महोत्सव आयोजना गरेको हो। नेपालको पहिचान र गौरव भएको नेपाल सम्बन्ध सरकार आफैले सञ्चालन गर्नुपर्छ भन्ने मूल नारासहित असन चोकमा महोत्सव चलाएको हो। महोत्सवलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यले नेवारी संस्कृतिको संरक्षणका लागि सबै नेवार समुदायहरू मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। त्यस्तै नेपाल सम्बन्ध न्युद राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले नेवारी संस्कृति र मौलिकता जोगाउन सके पर्यटन क्षेत्रको समेत विकास हुने बताउनुभयो। नेवारी परिकार, नेवारी संस्कृति तथा परम्पराको प्रचार प्रसार गर्ने उद्देश्य समेत महोत्सवले राखेको स्थानीयले बताएका छन्।
आज हाम्रो यो असन महोत्सव भइरहेको छ। यसको खास कारण चाहिँ नि हाम्रो सांस्कृतिक नेवारीहरूको सांस्कृतिक कार्यक्रमहरू गरियो भनेदेखि हाम्रो आफ्नो संस्कृतिको कसरी हामीले जगेर्ना गरिरहेछौँ, हाम्रो चाहिँ नि फुड हाम्रो खानाहरूको चाहिँ हामीले स्पेसली हाम्रो खानाहरूलाई एक्सपोज गरिरहेका छौँ। सबै अब हाम्रो विभिन्न जातिको आफ्नो खानाहरू हुन्छन्। त्यसै गरी हाम्रो नेवारीहरूको पनि आफ्नो खानाहरू छन् स्पेसली गरेर, जस्तो कि हाम्रो छोइला छ। स्पेसली छोइला भनेपछि सबैलाई थाहा हुन्छ। अनि त्यसपछि त्यस्तै यमरी अनि बारा भयो। अलमोस्ट यहाँको मौलिक परम्परा अनुसारको जुन यो चाडबाडका कुराहरू छन्, यो खानाहरू हामी चाहिँ परिकारहरू हामी चाहिँ नेवारी परिकारहरू खानेहरू छन्, ती सबै चाहिँ हामीले चाहिँ यो मासिक रूपमा हामीले चाहिँ विभिन्न एउटा प्रचारात्मक रूपले यसलाई चाहिँ यो चाहिँ हामी गर्दै आइरहेको छौँ। त्यसैले यो नेपाल सम्बन्धको प्रचार प्रसार पनि हो। महोत्सवमा नेवारी परिकारहरू यमरी, बारा, मम, छैला, कचिला, सफुमिया, चोही, ब लगायतका स्टल, नेवारी साहित्य सृजना र संस्कृति सम्बन्धी पुस्तकका स्टलहरू राखिएका छन्। त्यस्तै परम्परागत नाच र गायन गरी 30 वटा प्रस्तुति समेत गरिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। कार बम विस्फोटनमा परि सोमालियामा कम्तीमा 61 जनाको मृत्यु भएको छ। सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको दुर्घटनामा परि 100 भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्। प्रहरी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो। विस्फोटनपछि स्थानीय बासिन्दा क्रसित भएका थिए। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ। आतंकवादी समूह इस्लामिक स्टेट आइएसले नाइजेरियामा 11 जनाको घाँटी रेटेर हत्या गरेको छ। आइएसले यसै वर्षको अक्टोबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुजाहिर सिरियामा मारिएको घटनाको बदला स्वरूप उनीहरूले हत्या गरेको जनाएको छ। आइएसले आफ्नो समाचार एजेन्सी मार्फत एक भिडियो सार्वजनिक गर्दै 11 जनाको हत्या गरेको जानकारी दिएको हो। 56 सेकेन्डको भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ। बाँकी 10 जनालाई धकेलेर खाल्डोमा खसाएको छ र त्यही घाँटी रेटेर हत्या गरिएको देखिन्छ। हत्या गरेकाहरू सबै पुरुष छन्। यद्यपि उनीहरूको परिचय भने खुलेको छैन। आइएसका अनुसार उनीहरूलाई उत्तर पूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिएको थियो। अमेरिकी विशेष फौजको कारबाहीमा गत 26 अक्टोबरमा आइएस नेता अल बगदादीको मृत्यु भएको थियो। यो घटनापछि आइएसले बदला लिनका लागि नयाँ अभियान सुरु गर्ने घोषणा गरेको थियो। अब खेल समाचार। चितवन राइनोजले पोखरा प्रिमियर लिग PPL को उपाधि जितेको छ। शनिबार पोखरा क्रिकेट रङशालामा भएको फाइनल भिडन्तमा चितवनले विराटनगर टाइटन्सलाई 32 रन पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो। यसअघि पहिलो संस्करणमा चितवन उपविजेतामै सीमित बनेको थियो। त्यतिबेला चितवनलाई पोखरा पल्टनले पराजित गरेको थियो। चितवनले दिएको 203 रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले 20 ओभरमा 7 विकेटको क्षतिमा 170 रन मात्र जोड्न सक्यो। विराटनगरका लागि मोहम्मद जायद अलामले सबैभन्दा बढी 57 रन जोडे। उनले 48 बलमा 5 चौका र 3 छक्का प्रहार गरे। बलिङमा चितवनका कारण करण केसीले 3 विकेट लिए भने सनी पटेलले 2 विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले 5 विकेटको क्षतिमा 202 रन जोड्यो। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।